राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय सदस्य आरके बस्नेत हुनुहुन्छ। हामी उहाँसँग अहिले पछिल्लो समयको समसामयिक विषयमा कुराकानी गर्नेछौँ। विशेष त उहाँ राजावादी पनि पर्नुभयो, राजाको एजेन्डामा एकदम पुख्त पनि हुनुहुन्छ। उहाँ हिजोदेखि सडकमा पनि देखिरहेका थियौँ। हामीले धेरै अन्तर्वार्ता उहाँको प्रतिक्रिया के हो कस्तो हो भन्ने खालका कुराहरू पनि हामीले उहाँसँग लिएका छौँ। यसै विषयमा कुराकानी गर्नेछौँ। स्वागत छ दाइ सम्पूर्ण मिडियामा। यहाँलाई पनि धन्यवाद। के छ, सन्चै हुनुहुन्छ? एकदम। अहिले पछिल्लो समय जसरी राजा चाहियो, राजा आऊ, देश बचाऊ खालका विभिन्न नाराबाजीहरू सुनिन्छ क्या। जसरी जेनजी आन्दोलन भयो त्योभन्दा पछि पनि सुनियो, त्योभन्दा अगाडि पनि थियो र अहिले रासपाले बहुमतको सरकार बनाउँदा पनि बनाउनै लागिसक्यो। अब 13 गते बालेन शाह प्रधानमन्त्री बन्दै हुनुहुन्छ, त्यो कुर्सी सम्हाल्दै हुनुहुन्छ। तपाईँहरू फेरि सडकमा आउनु भएको छ राजा चाहियो भन्दै। अब यही सरकारले तपाईँलाई सुशासन दियो, यही सरकार स्थिर तरिकाले तपाईँले जस्तो सोच्नु भएको थियो त्यस्तो देश बनाउन सक्यो भने अबको सरकारले तपाईँले राजा किन चाहियो भने के? सर्वप्रथम त यहाँलाई यो क्वेसन महत्त्वपूर्ण विषयवस्तु उठान गर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि हामीले एउटा जुनसुकै कुराको पनि एउटा इतिहास हेर्नुपर्छ र बालेन शाहलाई हिजोको दिनमा चाहिँ उसलाई चाहिँ हरेक दिन चुनावी अभियानमा चाहिँ हरेक मुभमेन्टमा चाहिँ बालेन शाहको वरिपरि घुम्ने मान्छेहरू यहाँले हेर्न सक्नुहुन्छ राजावादी नै थिए। राजावादीहरूले नै हरेक चाहिँ उसलाई तपाईँको महानगरपालिका मेयरको चुनावमा हुँदाखेरि साथ र सहयोग समर्थन गरेको छ। त्यो कुरा पनि बिर्सिनु हुँदैन होइन। अब त्यसो भन्दै गर्दाखेरि तपाईँको अहिले जुन चाहिँ प्रधानमन्त्रीको चाहिँ एउटा चाहिँ दौडमा भइसक्नु भएको छ, चाहिँ 2/3 सरकार आइसकेको अवस्थामा उहाँलाई अहिले पनि भोट हाल्ने अधिकांश भोट पनि तपाईँको राजावादी मान्ने मान्छे होइन, राजा संस्था समर्थित मान्छे, हिन्दूवादी समर्थित मान्छे, विरोधी मान्छेहरूले चाहिँ उहाँलाई नै यो भोट चाहिँ उहाँलाई त्यही आधारमा चाहिँ दिएको छ। अधिकांश नेपाल अधिराज्यभरिमा तपाईँको राजावादीहरूको भोट पनि त्यही आधारमा आएको छ कि उहाँलाई। त्यही भएर चाहिँ यत्रो मत ल्याएको रासोपाले। अब तपाईँको कुरा सुन्दा बालेन शाह राजावादी हुन् भन्नु खोज्नु भएको हो? होइन, उहाँ राजावादी हो कि अथवा होइन, अथवा उहाँ स्वदेशी माटोमा उत्पत्ति भएको व्यक्ति हो कि विदेशी माटोबाट मलजल भएर उत्पत्ति भएको कुरा त अब यो उहाँको भूमिकाले उहाँको सरकार गठन भइसकेपछि नै जनताले छर्लङ्ग हुन्छ नि। जनताहरू दिग्भ्रमित भएका हुन् कि होइन? जसरी हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीमा कम चाहिँ मत आएछ नि अहिले होइन। जनतालाई चाहिँ के भन्दाखेरि बालेन शाह हो, ऊ पनि शाह हो, न शाहले चाहिँ राजसंस्था राजालाई चाहिँ ल्याइनलाई मद्दत गर्ने हो कि राष्ट्रपतिको ठाउँमा चाहिँ राजालाई राख्नको लागि कानुन संशोधन गरेर उहाँले राख्नुहुन्छ कि भन्ने जनतालाई आभास भएर नै चाहिँ उहाँलाई चाहिँ भोट दिएको हो त, जनमत यति प्राप्त भएको हो त होइन। यही सरकारले राम्रो काम गर्यो भने तपाईँहरू किन सडकमा आउनु पर्यो भने के राजा चाहियो भनेर? होइन, यदि यो देशमा यो व्यवस्था रहिरहेर मूल कुरो त यो व्यवस्था हो नि त होइन। यही व्यवस्थाले चाहिँ निकास त दिनु सक्दैन होइन। यो व्यवस्थामा फेरबदल हुनु पर्यो होइन। राष्ट्रपतिको ठाउँमा चाहिँ राजा राख्नु पर्यो, देशमा हिन्दू राष्ट्र घोषणा हुनु पर्यो, संविधान संशोधन हुनु पर्यो भन्न खोज्नु भएको हो। संविधान संशोधन बिना त उही नै रहेर होइन र के फरक रहेर तपाईँको अहिलेको जेनजी आन्दोलन गरेर तपाईँको केपीको ठाउँमा चाहिँ अहिले केपी शर्मा ओलीको ठाउँमा चाहिँ बालेन शाह प्रधानमन्त्री भएर यहाँ के हुने त के हो र होइन र? संविधान यदि संशोधन गर्न सक्ने ल्याकत राख्दैनन् भनेदेखि यो देशले कुनै निकास पनि पाउँदैन। हाम्रो ठम्म्याइ त यो छ। हिजोको दिनमा हामीले जुन मुद्दाहरू उठाइरहेका छौँ नि, जस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणा पत्र हेर्नुहोस् अनि राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र हेर्नुहोस्। हामीले हिजोदेखि उठाइरहेको मुद्दा उहाँहरूले त कपी पेस्ट गरेर तपाईँको ल्याउनु भएको छ घोषणा पत्र पनि हिजोको दिनमा पनि। भनेपछि राप्रपाको एजेन्डा रासोपाले चोर्यो, त्यो त सबैलाई थाहा भएकै कुरा नि। अब जेनजी आन्दोलन जसरी हाइज्याक भएको छ, हाम्रो घोषणा पत्र पनि अधिकांशहरू चाहिँ उहाँले ल्याउनु भएको छ। हेर्नु नि त्यहाँ होइन, जनता त दिग्भ्रमित भएको छन् होइन। म त के भन्छु भने यो एउटा चाहिँ तपाईँको जस्तो कि एउटा हुन्छ मृग तृष्णा के तपाईँको जसरी चाहिँ एउटा मान्छे दिग्भ्रमित भएर एउटा मृग तृष्णाको रूपमा चाहिँ जसरी जनताले भोट दिएर बहुमत गरेर यिनीहरू सरकार ल्याएको छन्, यसले मलाई लाग्छ यदि संविधान संशोधन नगरिकन
उहाँहरूले चाहिँ यो कुनै पनि काम गर्नलाई सम्भव छैन कि त्यति यो सम्भव व्यवस्थामा बालेन शाहले कुनै पनि केही पनि काम गर्न सम्भव छैन। यसमा चाहिँ संशोधन धेरै कुराहरू संशोधन गर्न सक्नुपर्छ, त्यति ल्याकत राख्नुपर्छ होइन। अब उहाँको अब कहाँबाट कसरी भन्ने त प्रश्न त एउटा छ नि, त्यो प्रश्नलाई उहाँले कसरी चाहिँ आफूलाई चाहिँ प्रस्तुत गर्नुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको जसरी उदय भएको छ किन कसरी भन्ने कुरा त राजनीतिक भित्री रूपमा बुझ्ने मान्छेले त सबैलाई थाहा छ। अब जनता चाहिँ प्रश्न कसरी हुन्छन् होइन, उहाँले कसरी काम गर्नुहुन्छ र उहाँ चाहिँ स्वदेशीवादमै चाहिँ हिँड्नुहुन्छ कि विदेशीवादमा हिँड्नुहुन्छ होइन। राष्ट्रिय स्वतन्त्र पार्टीले तपाईँको जुन हुन्छ नि यो हाम्रो जलस्रोत होइन, खनिज होइन, तपाईँको छिमेकीसँगको नीति र परराष्ट्र नीति कसरी अवलम्बन गर्छ, देश कसरी सञ्चालन गर्छ, उहाँहरूले स्ट्यान्ड कस्तो हुन्छ, भूमिका कस्तो हुन्छ होइन। विदेशीहरूले ल्याएको अब एसपिपी सम्झौता मेन कुरा त अहिले त होइन, अहिले त राष्ट्रपाको सरकार बन्ने जुन जनलहर जनतामाझ उठिरहेको छ त्यही सँगै होइन एसपिपीको चर्चा पनि एकदम होइन शिखर चुलिरहेको छ। एसपिपी पास गर्नको लागि मात्र बनेको हो त यो सरकार होइन। एसपिपी सम्झौतालाई उहाँले कसरी लिनुहुन्छ, एमसिसीको सम्झौतालाई कसरी लिनुहुन्छ होइन। बिआरआईको छ होइन, बिआरआईको पनि छ, बिआरआईलाई कसरी हेर्नुहुन्छ होइन। भारतसँगको हाम्रो सम्बन्ध कस्तो हुन्छ, चीनसँगको सम्बन्ध कस्तो हुन्छ, अमेरिकासँगको सम्बन्ध कसरी हुन्छ होइन। उहाँहरू त प्रष्ट रूपमा त आउनु पऱ्यो नि। अब जनताले त छर्लङ्ग देख्छन् नि त होइन। अनि त्यसपछि हाम्रो भूमिका के थियो त, राष्ट्रिय प्रजातन्त्र पार्टीको हाम्रो श्रद्धेय अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई जसरी उहाँमाथि अन्याय भएको छ, जसरी यो त हामीले स्वीकार्नु त पर्यो होइन। अहिले सामाजिक सञ्जालमा पनि हेर्नुहोस् न, सबैजनाले चाहिँ कस्ता व्यक्ति, अब राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष जसले चाहिँ भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत सर हो भनेर भनिएछ होइन। अब उहाँ त्यस्तो भन्ने व्यक्ति र जनतासँग प्रत्यक्ष संवाद भइरहने, प्रत्यक्ष भेटघाट भइरहने, पार्टीको यत्रो राष्ट्रिय पार्टी चलाइरहेको व्यक्ति पनि तपाईँको हरेक पटक चाहिँ हरेक दैनिकी जस्तो लगभग 2-4 दिन एक हप्तामा तपाईँको आफ्नो क्षेत्रमा गएर जनताका समस्याहरू बुझेर एउटा चाहिँ दिनचर्या चाहिँ कटाइरहेको व्यक्ति होइन। साधारण व्यक्ति एउटा चाहिँ आम मानिससँग घुलमिल भएर काम गरिरहेको मान्छेलाई त्यहाँको जनताले पनि उहाँलाई पनि त्यहाँ प्रतिस्थापन गर्नुभएको छ। उहाँहरूले जिताउनु सक्नु भएन उहाँको जनताले। उहाँहरूका त्यहाँका जनताले के भने अभिमत दिएनन् होइन, थोरै मतले चाहिँ हार्नुभयो। तर यसमा चाहिँ हामीले हार्नुभन्दा नि अध्यक्षज्यूले के भन्नुहुन्छ भने हामीले हार्नुभन्दा पनि देशले हार्नु भएन। हाम्रो हार जितको कुनै अर्थ राख्दैन, तर देशले हार्नु भएन होइन। हामी देशको लागि राष्ट्रको लागि चाहिँ एउटा चाहिँ हामीले जुनसुकै क्षेत्रमा पनि हामीले चाहिँ बलिदानी दिनुपर्छ र देशमा भ्रष्टाचार हुनु हुँदैन भनेर जुन रूपमा हामीले उठान गरिरहनु भएको छ। अध्यक्षज्यूकै चाहिँ एउटा चाहिँ जसरी अध्यक्षज्यूको उदय भयो होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीमा अध्यक्षको रूपमा उदय भइसकेपछि न अहिले जति पनि यो माहौल भएको छ, युवाहरूलाई चाहिँ राजनीति विश्लेषण भइसकेको अवस्थामा चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको उदय भएपछि न यो अहिलेको बालेनको उदय भएको हो, रविको उदय भयो, हर्कको उदय भयो होइन। हामी जस्ता युवाहरू राष्ट्रिय प्रजातन्त्र पार्टीमा आकर्षित भयौँ। देशमा विभिन्न अभियानहरू चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीमा चाहिँ आबद्ध भइरहेका छन्। अहिलेका दिनमा पनि तपाईँको राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध हुने मान्छेहरू बढिरहेको छ होइन। जसरी तपाईँले राष्ट्रपतिको ठाउँमा राजा राख्नु पर्छ भन्नुभयो होइन। अब पुरानो राष्ट्रपति जो अहिले हुनुहुन्छ उहाँ राष्ट्रपति रामचन्द्र पौडेलको ठाउँमा अब बालेन सरकार आइसकेपछि सुशीला कार्की जाँदै हुनुहुन्छ भन्ने यो चर्चा सुनिन्छ क्या होइन। यो देश अचम्मको देश लाग्छ क्या मलाई। किन अचम्म लाग्छ भन्दाखेरि जेनजीहरूले तिरस्कार गरेको राष्ट्रपति, भागेर गएको राष्ट्रपति होइन। जुन राष्ट्रपति भवनै जलेको छ अहिले पनि तपाईँ हेर्न सक्नुहुन्छ। त्यो भवन अहिले पनि जलेको छ, अहिलेसम्म बढ्नेको छैन। त्यस्तो भवन जलाएर भगाएको राष्ट्रपति पनि ल्याएर यो व्यवस्था टिकाइयो र किन टिकाइयो होइन, त्यो चाहिँ महत्त्वपूर्ण कुरा छ क्या होइन।
अब यो त्यही बेलामा यो अब फेल भइसक्यो नि, गणतन्त्र फेल भइसक्यो नि त। त्यही फेल भएर त सिंहदरबार जल्यो, त्यही फेल भएर तपाईँको राष्ट्रपति भवन जल्यो। त्यति हुँदा पनि यो व्यवस्था चाहिँ किन टिकिरह्यो त? हामीले त्यसमा प्रश्न गर्नुपर्छ। नेपाली जनता त्यसमा बुझ्नुपर्छ होइन। यहाँ ठुलो विदेशीहरूको छलखेल छ, यो देशमा ठुलो विदेशी शक्तिको लगानी भएको छ, यहाँ धर्ममा लगानी भएको छ, यहाँ राजनीतिमा लगानी भएको छ। एउटा बोल्न सक्ने मान्छेमा शुद्ध लगानी हुन्छ यहाँ। यदि तपाईँ मिडियामा निरन्तर भाइरल हुनुहोस्, 2-4वटा कार्यक्रम गर्नुहोस्, तपाईँलाई तुरुन्तै विदेशीले किनिदिन्छ। यस्तो अवस्था छ, देश एकदम गम्भीर मोडमा छ। यो खेल छर्नाइ गर्ने, यो उसले जित्यो, उसले हार्यो, नेपाली काङ्ग्रेसले हार्यो, एमाले जित्यो भन्ने कुरा ठुलो कुरा होइन। चुनावमा हार जित हुन्छ, तर यहाँ देश हार्ने व्यवस्था, देश हार्ने अवस्थामा पुगिसकेको छ। म तमाम ती रासपाका अनजान उम्मेदवारहरू अहिले जसरी सभासदहरू हुनुभएको छ होइन, प्रतिनिधि सभामा सदा भएपछि उहाँहरू पुग्दै हुनुहुन्छ, उहाँहरूलाई शुभकामना छ। तर तपाईँहरू पनि, म तपाईँहरूको यस लोकप्रिय मिडियामा के भन्न चाहन्छु भन्दाखेरि देशको विरुद्धमा तपाईँहरूको कलम नचलोस्। देशको विरुद्धमा भइरहने सम्झौता सन्धिमा तपाईँले तपाईँको पार्टीको लागि, पदको लागि, कुर्सीको लागि होइन निर्देशन मानेर तपाईँहरूले साइन नगर्नु होला। देश रहे, हामी रहन्छौँ होइन। सबैभन्दा ठुलो कुरा देश हो। देशलाई नै केन्द्रमा राखेर म काम गर्न, म यहाँहरूको मिडियामा सम्पूर्ण नव सांसदहरूलाई चाहिँ म विशेष रूपमा चाहिँ एकदम हार्दिक नमन गर्न, अनुरोध गर्न चाहन्छु। म हस्, महत्त्वपूर्ण समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद। यहाँलाई पनि धेरै धेरै धन्यवाद। यहाँको लोकप्रिय मिडिया मार्फत मेरा भनाइहरू राख्ने मौका दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद।